डोना थापा र विक्रम लामा। अहिले मैदान बाहिरको नेपाली फुटबल यिनै दुई पात्रलाई लिएर निकै चर्चामा छ। मैदानभित्र त नेपाली फुटबल धराशायी छ नै, मैदान बाहिरको विषयले पनि त्यति नै गिजो लिएको छ। टपिकमा जानुभन्दा अगाडि तपाईँ उच्च शिक्षाको लागि जापान जाने सोचमा हुनुहुन्छ भने चाहिँ भरतपुर सिएमसी अगाडि रहेको मिनानो एजुकेसन एकपटक अवश्य पुग्नुहोला। र स्पोर्ट्स इन्जुरी अथवा कुनै पनि किसिमको इन्जुरी छ भने भरतपुर हस्पिटल रोडमा रहेको मेड प्लस क्लिनिक सम्झनुहोला। बाँकी डिटेल तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ। सो अब विषयवस्तुमा नै जाउँ। ठ्याक्कै नाम नतोकेको भए पनि केही दिन अगाडि डोना थापाले लामा नाम गरेका एक व्यक्तिका कारण आफ्नो फुटबल करियर सकिएको आरोप लगाएका थिए। उनले आफ्नो भाइ एरोन थापाको करियर सकाउन पनि लागि परेको आरोप लगाएका थिए। डोनाले नाम नखुलाए पनि लामा थर गरेका व्यक्ति भनेर भनेका थिए। त्यसपछि के चाहियो? सबैजनाको तारो बने पूर्व राष्ट्रिय खेलाडी तथा खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा। सामाजिक सञ्जालमा विक्रम लामालाई गाली गलौज सुरु भयो। डोना स्वयं लामा थर गरेका ती व्यक्ति फुटबलको धमिरा हो भनिरहेका छन्। विक्रमले तत्काल यो विषयमा केही प्रतिक्रिया त दिएनन्। सायद उनलाई यो विषयलाई थप मलजल गर्न इच्छा लागेन पनि होला। करिब 2 हप्तापछि भने विक्रम यो विषयमा आफ्नो मौनता तोड्दै पहिलोपटक बोलेका छन्। उनले फेसबुकमा एउटा लामो स्टेटस पनि पोस्ट गरेका छन्। उनले आफूलाई जोडेर पछिल्लो समय जति पनि सामाजिक सञ्जालमा पोस्टहरू आइरहेका छन्, फेसबुकको इनबक्समा आएका मेसेजहरू र कमेन्टहरूले चाहिँ आफ्नो ध्यान खिचेको भनेर बताएका छन्। कुनै व्यक्तिले अमुक थरलाई लक्षित गर्दै दिएको प्रतिक्रिया आफूप्रति लक्षित भएको ठानेर देश विदेशमा रहेका शुभचिन्तकहरूले देखाएको चासो र चिन्तालाई लिएर उनले केही विषय चाहिँ राख्न आवश्यक ठाने र त्यो उनले फेसबुकमा लेखेका छन्। सो यो विषयमा विक्रमले भनेका छन् उनले जानेर कसैलाई ठेस पुर्याउने काम गरेको छैन र फुटबलप्रति आफू इमान्दार रहेको भन्ने उनको भनाइ छ। विक्रमले जे लेखेका छन् त्यो एकदम ब्यालेन्स गरेर लेखेका छन्। विक्रमको यो स्टेटसको सार जसरी उनको नाम जोडेर विषयहरू आएका छन् त्यसमा आफ्नो संलग्नता छैन भन्ने नै हो। र यसमा उनले लेखेको अर्को महत्त्वपूर्ण विषय के छ भने कसैलाई बिना प्रमाण दोषारोपण गर्नु राम्रो होइन र प्रमाण भए सप्रमाण कानुन अनुसार लड्न सकिन्छ। कुनै पनि विषयमा छेडिक चर्चा र सहानुभूतिका लागि सामाजिक सञ्जालमा कुनै व्यक्ति वा जात धर्मलाई लक्षित गर्दै निन्दा गर्ने दोषारोपण गर्ने कार्य राम्रो होइन। कोही व्यक्ति वा विषयसँग असन्तुष्टि भए संवाद र छलफलबाट समाधान खोज्न सकिन्छ अथवा सप्रमाण उक्त व्यक्तिसँग विधिवत लड्न पनि सकिन्छ। असभ्य अपाच्य र अराजक भाष्यसहित फैलाउन र स्थापित गर्न खोजेको संस्कार पक्कै पनि हाम्रो असल कर्म होइन भनेर उनले लेखेका छन्। सो अब कुरा गरौँ डोना थापा फुटबलको मैदानभित्र जति चर्चामा हुने गर्थे त्योभन्दा बढी उनी मैदान बाहिरको कन्ट्रोभर्सीले बढी चर्चामा छन्। उनी अन्तर्वार्तामा जान्छन् र कन्ट्रोभर्सियल विषयमा प्रतिक्रिया दिन्छन्। उनले बोलेका कति कुरा सही होला कति गलत होला त्यो उनलाई थाहा होला। नेपाली फुटबल राजनीतिमा गिजोलिएको छ भनेर त उनले बोलेर मात्रै हामीलाई थाहा भएको होइन, पक्कै पनि यो हामीलाई पहिलेदेखि नै थाहा थियो। उनले कहीँ कतै प्रमाणको कुरा पनि गरेको छन् कि जस्तो चाहिँ मलाई लागेको छ। यदि उनीसँग प्रमाण छ भने चाहिँ सप्रमाण आउँदा अझ राम्रो हुन्छ। फेरि म यहाँ कसैको पक्ष विपक्षमा छैन, तपाईँहरूले यसरी पनि नबुझिदिनु होला। तर सप्रमाण आउँदा उनीमाथिको विश्वसनीयता पनि त रहला र साँच्चै नेपाली फुटबललाई धमिराले जस्तै भित्रै खोक्रो बनाउनेहरूको त्यस्ता गतिविधिको प्रमाण छ भने ती प्रमाण बाहिर ल्याउँदा पक्कै पनि नेपाली फुटबललाई नै राम्रो होला। सामाजिक सञ्जालमा दोष मात्र थुपारेर मात्रै त नहोला। सामाजिक सञ्जालमा रोपिएको घृणाले विष फलाउँछ। विक्रमले पनि यही कुरा भनेका छन्, हामी पनि यही भन्छौँ। विक्रम मात्र किन, जसको विषयमा डोनाले बोलेका छन् अथवा लेखेका छन् तिनीहरूको प्रमाण छ भने ल्याउनुहोस्, हामी ती विषयलाई जोडतोडका साथ उठाउनेछौँ। डोनाको सामाजिक सञ्जालमा फ्यान फलोवर्स यति धेरै छन् कि सबैले दबाब दिँदा झनै जोडबल पुग्ला। तर अहिले जसरी उनी बोल्दै हिँडेका छन् त्यसले मात्रै समस्याको समाधान चाहिँ हुँदैन। सामाजिक सञ्जालमा आउने हो र होइन होइनले त नेपाली फुटबललाई सही दिशातर्फ पक्कै लाँदैन। हामी के चाहन्छौँ भने डोना थापा मात्र किन, यस्ता विषयहरूको जससँग प्रमाण छ सबै बोलुन् तर प्रमाणसहित बोलुन्। केवल सामाजिक सञ्जालमा बोल्नको लागि मात्र होइन, केवल कन्ट्रोभर्सी क्रिएट गर्नको लागि मात्र होइन। एकदम तपाईँ हाम्रो चाहना भनेको त नेपाली फुटबल सही दिशातर्फ लागोस् र नेपाली फुटबलले सही गति लियोस्, त्यही नै हो। तपाईँ पनि त्यही चाहनुहुन्छ र हामी पनि त्यही चाहन्छौँ। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ एरोन थापाको। यो विषयमा मलाई केही दिनदेखि बोलौँ भन्ने लागि नै रहेको थियो। नेपाली फुटबलमा भर्खर पाइला राख्दै गरेका एरोन थापालाई कन्ट्रोभर्सीमा नतानौँ, उनलाई सामाजिक सञ्जालमा हुने यस्ता कन्ट्रोभर्सीमा नजोडौँ। यसले सुरु हुँदै गरेको उनको करियरलाई कति धक्का पुग्छ भन्ने कुरा हामीले ख्याल गरौँ। उनलाई खेलमा मात्रै ध्यान दिने वातावरण बनाऊ।
उनलाई हौसला दिने अहिले यो कन्ट्रोभर्सीमा ल्याउने होइन। फुटबलका विकृति विरुद्ध लड्न छ लडौँ, तर भर्खरै करियर सुरु गर्न लागेका एउटा इमर्जिङ प्लेयरलाई कन्ट्रोभर्सीमा लिएर आएर उनको करियर नै धरापमा पार्ने काम चाहिँ नगरौँ।